5 तारिकमा यो रुखको 60 वटा जरामा छ। 60 वटा जरामा म चुनाव धेरै खेप भयो। हाम्रो चुनाव 84 सालमा हुने भनेर अस्ति बिल्कुल ठिक थियो, तर हाम्रो ठुल्ठुलो नेताहरूले ठिक काम नगरेर जिएनजी पैदा भएर बत्ता घुम पारेर 82 सालको फागुन 21 गते चुनाव आइपुग्यो। चुनाव हामीले गर्नै पर्यो। म पनि चुनाव लडेको हो, म वडा अध्यक्ष हारेको मान्छे, तर यसपालि कसरी लागेर मैले हेर त अस्ति मेरै चुनावमा पनि गाडी झापादेखि हालेको थिएँ, यसपालि पनि हालेँ हो। अनि सभापतिज्यूले भन्यो जेब खाली, हेर त हिजो अस्ति पनि वडामा पार्टी दिएको, हामीहरू त त्यस्तो गौरव पो छ त। तर तपाईँहरूले काम गर्नु पर्यो नेताज्यूहरूले। अब के गर्ने त, यो अस्ति एमालेको नेताले यहाँ केही गरेन भनेर कराउने हामी, अहिले काङ्ग्रेसको नेता दुईटा, फेरि कति बलियो त सांसदले, तपाईँको नेता पनि देखायो। र जरा हामी बलियो रहेछौँ, तर रुखको टुप्पा सबै मरिसक्यो त। त्यो के गर्छौँ त, त्यो माथिको रुखको फैलाउने कि अर्को रुख रोपेर जगाउने त। रुखको माथिको टुप्पाहरू हामीले माथि फुल फलाएको शेरबहादुर सर अहिले कता छ? हाम्रो श्रीमतीलाई प्रधानमन्त्रीले विदेश मन्त्री बनाउनु भयो, त्यो त गलत रहेछ त। अर्को मान्छेलाई बनाउनुहोस् न मन्त्री, अर्को फिटफोर छ होला त, लक्ष्मण गुरुङ जस्तै। अरू केही म जस्तो अनपढ त छैन होला, पढालेको त्यसको लागि बनाउनुहोस्। पैसा भ्रष्टाचार नगर्नुहोस् तपाईँले, त्यो सबै भ्रष्टाचारीलाई हेरेर त पक्रेको। अनि त्यो तपाईँले खै त काम गऱ्यो नि त, पहिला नेता हुनुहुन्थ्यो पहिले दिपक सर यहीँ हुनुहुन्छ, उहिले झन् पहिलाको नेता। यहाँ जिल्लामा अफिस थिएन, त्यो तल भाडामा मैले भनेको यो के हो तिमीहरूको भाडा, घरमा बस्नुपर्ने पैसा। मैले पनि म जग्गा लिएर राखेको छु, तर एउटा पैसा दिने माथिको नेताले खालि पैसा हामीले खर्च गर। अहिले च्याङथाबाट आएको भाडा हेर त 1000 थियो, भोलि 1000 भात खाने होटलमा पार्टी चलाउनु छ, बाटोमा आएको लागि खुवाउनु छ। मेरो त भत्ता छैन, तपाईँको त भत्ता छ नि त। खै हामीलाई यो गाउँपालिका अध्यक्ष यहाँ कतिजनाले जितेको, एउटा एक कप चिया खुवाउँदैन, तिमीहरू के हो जितेर चिया खाऊ न हो भनेर बोलाएर खुवाउँछ। यस्तो छ काङ्ग्रेसको नेता। अनि खुट्टै दुख्छ, जरा त अनि जरामा पानी हालेर हुन्छ, पानीमा हाल अनि पो हामीलाई नि जोस आउँछ। सभापति गरेको छ, आउँछौँ तपाईँहरू हामी नेतालाई चिया पानी त खुवाएर पठाइदिन्छौँ त तपाईँहरूलाई। हामीलाई चाहिँ छैन, यहाँ आउँदा चाहिँ हामीलाई चाहिँ याद छैन, तपाईँहरूलाई चाहिँ सम्मान सदालाई हामीलाई खाँदा खोइ, हामीलाई बेच लाएको खोइ, तपाईँहरूलाई त त्यहाँलाई लिन्छौँ न। यो चाहिँ तिमीहरूलाई त सेवा गर्नु हामीलाई छैन। अनि जिल्लामा त्यो सभापति चुनाव हुँदा सानो खर्च गर्दै त्यो त 1-1 लाख मलाई दिनु न चुनावमा। अब देखियो अघि भन्दै थियो कहाँ चुनाव नगरेर सहमतिमा गरौँ न, के पाउनु छैन सभापतिले, काम नगर्ने सभापति किन आउँछौँ यहाँ? हेर त यहाँ अहिले अफिस बनाएको, रूपनारायण सरलाई बधाई दिउँ, हिजो अस्ति नै आइसकेको थियो, बधाई छ। यसरी अफिस बनाउनुहोस्, तपाईँहरू सानो वडाको अफिसहरू पनि तयार गर्नुहोस्। यो क्षेत्रीय सभापति सरले पनि बनाउनुहोस्। क्षेत्रीय सभापति सरलाई 2 नम्बरको क्षेत्र अहिले प्रदेशको सांसद पनि हुनुहुन्छ मैया श्रेष्ठ सर, उहाँले 60 वटा वडाको सभापतिहरूलाई सानो मायाको चिनो दिनुभएको थियो, बधाई छ तपाईँलाई नि। सेवापति जितेको रहेछ भनेर जिल्लाले के गर्दो रहेछ हेरौँ, काम गर्ने र नगर्ने छौँ है। यहाँ पनि मैले हेर्नु न 83 को 85 जना किलोमिटर झुडाइदिएको छु, यहाँ माथि गएर हेर्नु त, यहाँ माथि छ फन्ड नम्बर सम्बन्ध नम्बर। अब अहिले त 83 ले गर्छ कि गर्दैन, अब त म पैसा लाएर गर्दै गर्दिनँ। अब त मोर्चा गर्दिनँ।
समितिको बोर्ड पनि बनाएको छु। यस्तो यो बोर्ड वडा कार्य समितिको। अनि म त यसो गर्छु, सचिवलाई त्यो के अरे रेजिस्टर पनि बोकिदिन्छु, डटपेन पनि लुपेर, अनि भरे मै आफै राख्छु। त्यति सजिलो छ मेरो सचिव भन्दै अब एकछिन पानी त पिउनु जस्तो पो रहेछ त। पानी राख्छ बोल्दा भनेको त हेर्नु म हिँड्दै गरेको भाषण होइन, मेरो एउटा सुझाव हो। अब हजुरहरूलाई बिन्ती नमस्कार। सांसद हाम्रो 2 जना हुनुहुन्छ, मैया सरसँग 3टा। त्यो माथि खर्च जाउँ भन्नेमा बाटो नखनेर अस्ति भोट ढोग्यौँ पऱ्यो। म हार्दिको गएर पनि ढोग्यो हिजो अस्ति। त्यहाँ बाटो खन्नुहोस्। चिवा भन्ज्याङ नाका सिक्किमसँग सांसदज्यूहरूले खोल्नु पऱ्यो। त्यो भान्सार राखेर कसरी हुन्छ त्यो नाका? हर्कुदेखि जाँदै गरेको बाटो छ नि उहाँ चिवा भन्ज्याङ हो। त्यो बाटोमा 2-3 खेतबार लाग्यो, काम पुरा भएको छैन। अहिलेको लागि त पठाइदियो कि पनि के गरेछ छैन, अहिले केही छैन। त्यो बानीमा साँगो थाप्दै थियो, त्यो पनि भाँच्यो अस्ति। हामी बिजोग छौँ। अब सबै फिटीमा आएर बस्ने कि तपाईँलाई त्यो बाटो खनेर त्यो छ। अब अर्को कुरा, त्यताको बाटो त्यो पुल, गाउँको खानेपानी, बिजुली, अनि काम राम्रो गर्नु पर्यो। काम राम्रो गरेपछि यो पार्टी बच्छ होला, नभए त हामी पार्टी बचाउन सक्दैन। अब बस्दैन पार्टीमा, काङ्ग्रेसमा बस्दैन, माटोमा जाने भयो, मार्क्सिस्टमा जाने भयो, यो भान्डीमा जाने भयो, सबैले भान्डी बजाएको छ। अनि यसमा मुस्किल छ। तपाईँहरूले अब राम्रो काम गर्नु पर्यो। उहिलेदेखि यस्तो गरेन, तै ठुलो मै ठुलो भनेर यो पार्टी बिग्रेको हो। अब राम्रो तपाईँलाई ठुलो